गाइज यो चाहिँ हाम्रो साथी जे भए पनि माठास्ने हो। ओ भाई क्या हो रहा है इधर आग यता आगो यता मान्छेको टाउको आगो जसलाई त आएन त यार आगो जसलाई त आएन त गाइज हाम्रो फोटा खिच्ने कार्यक्रम। हेलो हेलो ए हाम्रा राजा मासु बनाउँदै ओ खतरनाक आजको पार्टी चाहिँ दमदार पार्टी हो। एक पिटी बियर देखाइदिउँ देखाइदिएन बियर पनि देखाइदिउँ फेरि अलग गलत नसोच्नु हामी बियर मात्रै हो। साइड लुक देला एउटा मासु चट्टो फेरि यता काम चल्दैछ क्यामेरा फोटोसुट भइरह यो मान्छेले सेउटे पोलेर खाइरहन्। सरी गाइस है हल्का रमाइलो जस्ट क्यामेरा सुट के खाइदिएको मासु खाइदिएको एक्लै एक्लै मासु बन्दैछ पार्टी भन बडपानीको पार्टी त्यो कार्टुन बियर यता केटाहरू सबै छौँ हामी होइन पुरा हिसाब चलिरहेछ। आधा केटाहरू उता गइहाले नुहाउनलाई होइन यस्तो छ भ्यू केटाहरूले नुहाउन गयो केटाहरू त्यहाँ नुहाइदिइरहनु आज यस्तो हल्का बस्यो र साथीभाइ दाजुभाइसँग रमाइलो गरौँ भनेको होइन मस्त बब्बा आउने रहेछ भ्यू यार माएको केटा मासु बोलाउने के गरेर तिमीहरू यार त मान्छे बियर लिएर बस्दैछन् मान्छे हो बियर खान हतार छ मासु बन्ने छैन त्यतिकै बियर खाएर हुन्छ चख्न त चाहियो त फेरि अहिले उल्टी आउला फेरि गाइस म त अलराउन्डर हो न मासु बनाइदिएर आऊ गाइस हामी त होइन खाने हो खाने भाइ आइज हो खाने हो तिमी खाइदिउँ न के सर हो हामी त हाल्दैनौँ यस्तो हाल्दिनौँ पछाडि ब्याकग्राउन्डमा गाना लगाएर आज चाहिँ है हुँदैछ यता मासु कार्यक्रम खाउँ खाउँ जस्तो लागिरह तर के गर्ने गाइस खाउँ खाउँ जस्तो लागिरह मलाई त मुखबाट पानी आइसकेछ हो न तर अहिले खाने हो एकछिनमा खाने हो माइ गड ल ल गाइस मलाई त खाने मन लाग्यो है म त एक पिस खाइदिएँ है बाल्दै भएन सेपले चाख्नै पर्छ नत्र त सेप कस्तो बनायो भने थाहै होला ल खाइदिउँ एक पिस नुहाइदिएको पनि फोटो खिचिदिन्छु है नाङ्गे क्या गरे त्यहाँ
केटा मासु पर्यो यस्तो छ पार्टी चाहिँ उ त 1 कार्टुन बियर आज बियर खाइदिनु नि यता सेपलाई के छैन एक्लै हो यहाँ सेप यहाँ बनाइरहेको छ होइन तिमीहरू एक्लै गएर त गद्दारी हान्यो नि दोष काले दोष तिमीले गद्दारी हान्यो तेरो चाहिँ त म लग्छु काले अहिले मासु बन्दैछ एकछिनमा पार्टी हुन्छ होला र टक्क बाह्रमा देखाइदिन्छु म होइन केटाहरू ए भएन कहाँ यहीँ बसेर खाने हो 2 जिर भएको छ नि 2 जिर भएको छन् के ए नखाने मान्छेको हो त बियर खाने नि बियर नखाने त होइन स्प्राइट खाएस् 2 जिर बाँकी छन् क्या भने 2 जिरको बनाउने त नि बनाइदिरहेको तिम्रो कोट्टो पनि निकालिदियो त्यति कस्तो आउँछ भ्यू भने टाइम पासमा बनाइदियो 2 जिर 3 जिर भएको छ नि भ्यूमा ए पुरा टोली हिँडिदिन्छु नि म फेरि म एक्लै हिँड्दैन नि फेरि म त्यस्तो झगडा भयो के भयो पुरा टोली बोकेर हिँड्दिन्छु नि म फेरि पुरै ग्याङ छ क्या मसँग पुरैमा म ग्याङ बोकेर हिँड्छु बोडीगार्ड बोकेर हिँड्दिन्छु नि फेरि म त्यस्तो मान्छेले म पुरै बोडीगार्ड बोकेर हिँड्दिन्छु नि म केटा यस्तो खोला छ होइन यस्तो खोला छ पारी गाडी छ न हाम्रो त्यस्तो हामी यहाँ पुरा यहाँ पिकनिक खान आएको होइन कस्तो पार्टी सार्टी गर्न आएको होइन अनि मैले फेरि दुश्मनहरू धेरै छ न पुरा ग्याङ बोकेर आइदिएको म फेरि पुरै बोडीगार्ड बोकेर आइदिएको कि म फेरि त्यस्तो मान्छेको म फेरि यहाँ 3 4 5 6 7 8 9 जना पुरै ग्याङ के पुरा ग्याङ बोकेर आइदिन्छु म त फेरि बोडीगार्ड पुरै बोडीगार्ड के म त ब्लग बनाएको त म त फेरि ब्लग बनाउनु फेरि म त फेरि ब्लग हो जो पनि बनाइदिन्छु नि फेरि म भन्नु आयो पनि त्यतिकै भन्दिने हो नि त गाइस हामी त्यो गाडी पार्किङमा गएर आएको अनि यहाँ यस्तो पुरा केटाहरू है फेरि पुरा बोडीगार्डहरू हाम्रो न यस्तै हो हल्का आज चाहिँ खोलामा रमाइलो गरिदिउँ भनेर गइदिएको हो न चट्ट पारामा 2 जना अगाडि छन् केटाहरू त्यहाँ गाडी छ हाम्रो Okay, baby. No problem.
You are also king, baby. I love this guy. यस्तो गाडी पार्किङ ठाउँमा पुग्दैछु हामी हो न गाइस। यता मेरो गाडी छ गाइस है, गाडी चाहिँ मेरो हो। उता अनि मामाको गाडी छ, उता अङ्कलको गाडी छ। चट्ट बाह्रमा केटाहरू हो न, आफ्नो केटाहरू हो न। एउटा गाडी, यता गाडी, यो है। लभ दिस बेबी, आई लभ दिस भ्यू बेबी। बब्बाल भ्यू छ है, डाँडा काँडा मस्त हो न, मस्त भ्यू छ है। यस्तो एउटा पार्टी सार्टी गरेर चाहिँ घर जानु लागेको हो न। यस्तो अब हाम्रो साथीहरू छन् यहाँ, गाडी ड्राइभर, हाम्रो ड्राइभर भनौँ यो ड्राइभर हो। गाडी चाहिँ मेरो हो, ड्राइभर हो। अगाडि एउटा गाडी छ अनि पछाडि अर्को गाडी छ, यहाँ पछाडि एउटा गाडी, अगाडि एउटा गाडी, अनि त्यसमा हाम्रो गाडी, अझै एउटा पछाडि गाडी छ, आउँदैछ अहिले आएर होइन। हतार नगरौँ, आरामसँग जाउँ। घर जाने टाइममा हो, पार्टी सार्टी गरियो होइन, मस्त रोस्टा बनाएर मस्त मासु खाइयो होइन, चिल मासु भनौँ मैले होइन। घरतिर तर अब यस्तै हो, पार्टी सार्टी गरियो, घरतिर गइरहेको छौँ हामी अहिले। बाटो अब हेर्नु, अब यो गाउँको बाटो यस्तै हो, जङ्गलको बाटो यस्तै हो होइन। ल अब यता अब साथीहरू सबै छन् होइन, के भन्ने अब यस्तै छ मस्त। यता दाजु हुनुहुन्छ अनि अगाडि ड्राइभर चाहिँ हाम्रो मामा हुनुहुन्छ होइन। चिलमा गइरहेको छ हामी होइन। ल अर्को गाडी अगाडि हाल है, अगाडि हाल ल। टक्क अङ्कल अनि टक्क दाई अनि टक्क अर्को भाइ भनौँ अब होइन, यस्तै गइरहेको छौँ हामीहरू। टक्क निस्किसक्यो, गइरहेको छौँ। यस्तो जङ्गल हेर्नु, हाम्रो जङ्गल हरियाली मस्त छ होइन, मस्त आइरहेछ। भ्यू चाहिँ मस्त कपाल छ। हाम्रो यो हाम्रो यो जङ्गलको बाटो हो होइन, टक्क बरपानी गएर जङ्गलको बाटो हो, मस्त गइरहेछौँ। टक्क पारेर ड्राइभर चाहिँ हाम्रो साथी हुनुहुन्छ। ड्राइभर चाहिँ मेरो साइडको हो न, मेरो ड्राइभर पर्सनल ड्राइभर हो न। पर्सनल ड्राइभर भन्दै चाहिँ ड्राइभर राख्छ कि अन्त म कहिलेकाहीँ झ्यापस्याप हुन्छु हो न। झ्यापस्याप भएपछि चाहिँ पर्सनल ड्राइभर हो। अब खासै झ्याप त हुन्न, झ्याप भइसकेपछि त म आफै चलाइहाल्छु, त्यस्तो कुरा केही छैन। त्यही पनि एक्स्ट्रा ड्राइभर राखिदिउँ भने राखिदिएको मात्र हो कि। अब आफ्नै साथी हो भन्नु, अब साथी भनौँ, अब जार भने पनि मिल्छ होला मेरो गाडी। त्यही भएर अहिले ड्राइभर राखिदिएको, पर्सनल ड्राइभर भनौँ हामी। अर्को गाडी पनि पुग्यो पछाडि, हेर्नु गाडी आइरह, अर्को गाडी पनि आयो। अनि दुईवटा गाडी अगाडि अनि एउटा गाडी यो अनि एउटा गाडी यो, चारवटा गाडी अब रमाइलो भएर बर्पानी खोलामा गाडी छ होइन। अनि यो चाहिँ मेरो ड्राइभर हो, पर्सनल ड्राइभर भनौँ, अब आफ्नै साथी भनौँ, बेस्ट फ्रेन्ड भनौँ होइन। साथी चाहिँ हो, पर्सनल ड्राइभर राखिदिएको। कहिलेकाहीँ म झ्याप हुन्छु होइन, झ्यापमा म पहिलो भइदिन्छु होइन। अनि त्यही भएर अनि गाडी चलाउन मलाई खासै मजा लाग्दैन झ्याप भएपछि कि, त्यही भएर अनि चाहिँ पर्सनल ड्राइभर राखेको। त्यस्तै अब मोज गर्दै दुईवटा गाडी अगाडि अनि एउटा गाडी बिचमा छ, एउटा गाडी पछाडि छ क्या। केटाहरू गाडी पछाडि छ, भाइ हो एउटा, आफ्नो भाइ क्यामेराम्यान भाइ हो। गइरहेको छ मजाले, इन्जोय गरेर मजाले अब यस्तो जङ्गलमा ठगल बजारले चलाएर आएको छ। यस्तो बाटो हेर्नु सक्नुहुन्छ तपाईँले, यस्तो बाटो छ बाटो ठाउँ। अब जङ्गलको बाटो हो न, जङ्गलको बाटो यस्तै हुन्छ। गाउँको बाटो त यस्तै छ भनेपछि जङ्गलको बाटो कस्तो होला आफै सोच्नु होला त्यो होइन। अब गाउँकै बाटो ठिक छैन भनेपछि जङ्गलको बाटो कहाँ ठिक भनेको त होइन। त्यही हो कुरोकानी भनेको, त्यही हो। दाजु उता भिडियो बनाउँदै गएर आउनुहुन्छ दाजु, टक्क मजाले दाजुलाई देखाउँछु है। यस्तो जुम गरेर देखाइदिन्छु नि म दाइलाई, यस्तो पारामा माथिबाट हाइलाइटबाट देखाइदिन्छु म है। अनि यस्तो छ त दाजुभाइको रमाइलो, दाजुभाइ साथीभाइ बस्यो, अब भोलिको दिन यादगार हुन्छ होइन। त्यही यादगारमा हामी बसेको हो। अन्य अर्थ यस्तो नसोच्नु होला होइन, हामीहरू चाहिँ खाएर झ्याप भयो यता नसोच्नु होला। खाइपुगेर झ्याप त छैन,
त्यही पनि हल्का रमाइलो यादगार हुन्छ। बल्कि विदेश गयो भने अब कोही विदेश जान्छ, कोही इन्डिया ठाउँमा जान्छ, कोही कहीँ जान्छ, कोही पाहाड जान्छ होइन, त्यो अब यादगार हुन्छ। अब साथीभाइको यादगार हुन्छ, मजादार यादगार हुन्छ। बसेको थियौँ, खाएको थियौँ, पिएको थियौँ भन्ने हुन्छ नि त। त्यही भएर मात्रै हामीले यो भिडियो बनाए ब्लग बनाएर आएको छौँ हामीले होइन। हामीले भन्दा नि अब ब्लगमा चाहिँ अब त्यो हल्का अब यादगार पनि हुन्छ। युट्युबमा हालेपछि, फेसबुकमा हालेपछि यादगार पनि हुन्छ। भोलिको दिन पछि 2 वर्ष 3 वर्षमा चाहिँ हामीले हेरेर यादगार गर्न सक्छौँ कि हल्का मनोरञ्जन गर्न सक्छौँ हामीले हेरेपछि होइन। त्यही भएर त्यस्तो हो। अब झ्याप भयो भनेर उता त गएर दायाँ बायाँ त गरेको छैन हामीले। आफ्नै खाइरहेको छ, आफ्नै पिइरहेको छ, आफ्नै गाउँमा रमाइलो गरिरहेको छ होइन। आफ्नै गाडी छ, आफ्नै घोडा छ भन्ने जस्तो त्यही हो। अब गाउँ आउँदैछ माथि। अब घर त मेरो घर त आउनु अलि बाँकी नै छ। आफ्नो अब गाउँ टच हुनु लाग्यो अब हामी होइन। पछाडि अब सानो छ, आफ्नो भाइ छ, अर्को भाइ छ, 3 जना प्रायः छ। हामी चाहिँ 2 जना मात्र हो। हामी गाडीमा 2 जना, 3 जना हाल्दैन। अगाडि 3 जना, फेरि अगाडि 2 जना छन्। त्यस्तो हो। उता हेर्नु न, झिर हेर्नु है, झिर अरू त्यो परात त्यो लगेर गयौँ हामीले होइन। त्यस्तो गरेर हामी गयौँ। अब यसले चाहिँ तेल बचाउनलाई बनान्छ कि गाडी मान्छेले। फेरि यस्तो मान्छ यो मान्छे त सही मान्छे हो। अब ओह्रालोमा फेरि गाडी बनाइदिन्छ कि तेल बचाउँ भनेर बनाइदिन्छ कि। साथी हो नि त, अब साथी जार भने पनि अब सोच्ने कुरा हुन्छ नि त यार। आफ्नै गाडी हो भने जस्तो बनाइदिन्छ अरू त्यस्तो केही होइन। अब गाउँ पुग्यौँ ल, हामी चाहिँ गाउँ पुग्यौँ। अब घर चाहिँ पुगेको छैन, गाउँ पुग्यौँ। यो साथीको घरसम्म चाहिँ मैले ब्लग बनाएको छु। आफ्नो घरमासम्म ब्लग बनाउँछु साथीको घरसम्म होइन। साथीको घरमा ब्लग बनाउनु पऱ्यो। अब ड्राइभिङ म गर्छु गाडी होइन। गाडी म चलाउँछु, यता घर छोड्नु पनि म आफ्नो घर छोड्छु होइन। त्यही भएर मैले ब्लग बनाइरहेको छु अहिले पारामा गएर है। कस्तो रमाइलो क्या मा कसम, कस्तो रमाइलो क्या। अगाडि मस्त गाडी घुमिरहन्, 3वटा गाडी गइरहन्। राष्ट्र मछु हुन कस्तो फिलाइरहेको छ कि यार। ग्याङस्टार फिलाइरहेको छ कि यार अहिले त। म त ग्याङस्टारै भन्ने फिलाइरहेको छ यार। बोडी कार्टुन भन्ने फिलाइरहेको छ क्या, मेरो बोडी कार्टुन भन्ने फिलाइरहेको छ यार। मा कसम भने यार, मेरो त बोडी कार्टुन भन्ने फिलाइरहेको आयो न मा। 220, 150 220 पल्सर, 150 पल्सर, एफजेड 150 एफजेड, होन्डा साइन। हामीसँग गाडी छ नि यार, हामीसँग नभए पुरा होइन। गाडी छ, पैसा छ, सब छ, तर गरेको मात्रै होइन नि त हामीले होइन। हल्का रमाइलो गर्नु खोजेको नि त होइन। यो कुरा भयो क्या यार। हाँसी मजाक अर्को ठाउँमा छ। यता अङ्कल हुनुहुन्छ, कान्छो अङ्कल हुनुहुन्छ, उता दाइ हुनुहुन्छ, उता अर्को साथी भाइ भन्नु, साथी भनौँ हुनुहुन्छ होइन। सबै छ नि यार हामी यार। हरियाली पुरै मस्त के बबाल भ्यू के बबाल भ्यू